अब यो बाटो चाहिँ उताटो चाहिँ खोलेर अब यता बनाउने चाहिँ सुरु गऱ्यो भने चाहिँ राम्रो हुन्थ्यो होला। सुनमा सुगन्ध हुन्थ्यो। अहिले त यहाँ मङ्गल पनि फुटेर झन् हाम्रो त सुनमा सुगन्ध होइन, गुमा चाहिँ गुगन्ध आइरहेछ होला। मङ्गल पनि सबै फुटिसक्यो। त्यही भएर यो बाटो अब 12-15 दिन भइगयो। अब यो बाटो खोलिदिएर चाहिँ यताको चाहिँ सुरु गरेर वडाध्यक्षज्यूले चाहिँ ठेकदारको यसो टुप्पीमा टङटङ हान्दियो भने त यसो दिमाग आउँछ कि। अब त बाटो पनि सेट भइसक्यो। यहाँ त्यत्रो दिन भइसक्यो। अब त तीन बाइकहरू त हिँड्नु दिएको छ। अब यहाँ हेर्नुहोस्, यहाँ घर पसल अगाडि घर अगाडि यस्तो हिलो न ग्राहक आउनु, बाटो फोहोर देखेर दिनमा 200-300 व्यापार गरेर भाडा तिरेछ 8-9 हजार। अनि अब त नजर लाउनु भए हुन्थ्यो नि वडाध्यक्षज्यू, लाउन छिटो ठेकदार चाहिँ अलि अल्छी टाइपको रहेछ। छिटो त काम नगर्ने। यो कुलो काट्दै ठिक भयो मलाई। आउँछ बाइक छ्याप्लाङ्ग भित्र छ्यापिन्छ। त्यही भएको कारणले हामीलाई चाहिँ अलिक अन्याय भएको हो कि जस्तो लागिरहेछ। अन्याय भयो हजुर, अन्याय त गर्नुभयो, अत्याचार चाहिँ नगर्नु होला। हेर्नुहोस् हाम्रो बिजोग यहाँ। ल हेर्नुहोस्, अब यो कुलो काट्छु, उता म ढलमा हालिदिन्छु। स्कुल जाने बच्चाहरूलाई पनि त्यस्तै गाह्रो छ। ऊ यहाँ इँटा पनि सिटिसक्यो ठेकदारको। ल हेर्नुहोस्।